जय नेपाल। नेपाली कांग्रेस बदलियो। अब देश बदल्छौं भन्ने संकल्पका साथ यही फागुन 15 गते दिनको 1 बजे अमरसिंह चौर पोखरामा विशाल चुनावी आमसभाको आयोजना हुँदैछ। उक्त बृहत चुनावी आमसभालाई नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्दै हुनुहुन्छ। यो आमसभाले बदलिएको नेपाली कांग्रेस भनेको के हो, नेपाली कांग्रेसले कसरी देश बदल्न चाहेको छ भन्ने जस्ता आम चासोका विषयहरूमा महत्त्वपूर्ण सन्देशहरू दिनेछ। यसैले यो आमसभाले कांग्रेसको मात्र होइन, देशको, जनताको र समग्र समाज रूपान्तरणको भाषा बोल्छ। यो आमसभा नेपाली कांग्रेसको मात्रै होइन, तपाई हामी सबैको आमसभा हो, देशको आमसभा हो। यसैले देश र जनता प्रति समर्पित यो आमसभालाई भव्यताका साथ सफल बनाउन आम जनसमुदायलाई नेपाली कांग्रेस कास्कीको तर्फबाट हार्दिक अपील गर्दछु। हस्त धन्यवाद। जय नेपाल।